भिजन चाहिन्छ, त्यसको लागि दृष्टिकोण सोच चाहिन्छ, त्यसको लागि सङ्घर्ष गर्नुपर्दछ। एउटा पनि चाहिँ तपाईको डाक्टर नहुने ठाउँले डाक्टर दिन्छ। भारतमा हामी काम गर्न जान्थ्यौं कुल्लीका रूपमा, मजदुरका रूपमा। त्यही भारतका 3 जना विद्यार्थी आएर स्वास्थ्य विज्ञानमा पढिरहेका छन्। त्यो हाम्रो लागि गौरवको कुरा हो। भारतलाई जुम्लाले डाक्टर दिन्छ। समय बदलिएको छ। भारतलाई जुम्लाले कर्णालीले काम गर्ने मान्छे मात्रै उपलब्ध हिजो गराएको थियो, अब त्यो त्यति मात्रै गर्दैन। अब भारतका रोगीहरूलाई उपचार गर्ने डाक्टर हामीले पठाउँछौं। यो माओवादीको कारणले, यो शहीद परान धरलाल पृथ्वी रावलले बगाएको रगतको परिणाम हो। यो राम्रोसँग बुझ्न जरुरी छ। यदि उहाँहरूले कालको आँखामा आँखा जुदाउने साहस नगरेको भए, घोडामा चढिरहेको बादशाहलाई कठालो समातेर रक्षामा मिल्काउने आँट नगरेको भए, मृत्युसँग पैठा जोडी खेलेर मृत्युसँग मुक्कामुक्की नगरेको भए यो व्यवस्था आउने थिएन। यो व्यवस्था नआएको भए भारतबाट विद्यार्थी पढ्न जुम्लामा आउने थिएनन्, काठमाडौँबाट जुम्ला आउने थिएनन्। 10,000 भन्दा बढी चाहिँ धाराको धौलीगाड आउने थिएन। हिजो धौलीगाड हामीले बैठक बस्यौं, 70% काम सकिसकेको छ। असार मासान्तमा 10 थपिँदैछ, 80% सकिन्छ। अर्को सालमा धौलीगाडको पानी यहाँ सबैको घर घरमा आउँछ। 40% जनताको धारा घरमा चाहिँ पानी बनेर आउँछ धौलीगाड। यो भनेको गणतन्त्रको उपलब्धि हो। तपाईले अहिले बत्ती साथ गा कमै मात्रै जान्छ होला, कहिले काहीँ आकल झुकल छ होला। हिजो बत्ती आयो भने अचम्म मान्नु पर्थ्यो, अहिले बत्ती गयो भने अचम्म मान्नुपर्छ, किनभने चुकेनी छ। अहिले चुकेनी गणतन्त्रको उपलब्धि हो। अहिले तपाईहरुको घर घरमा चुकेनीको बत्ती छ, चुकेनी जलविद्युत आयोजना। अब दीर्घकालीन ढंगले 70 मेगावाटको जवातिरा कुडारीमा हामी बत्ती निकाल्दैछौं। 35 अरबको प्रोजेक्ट हो। ईआईएको प्रक्रिया अगाडि बढिसकेको छ। त्यसो भए हुनाले यस्ता थुप्रै उपलब्धिहरू माओवादीले दिएको छ। तर विडम्बना 2 दिन कुनै चटकेहरू आएर चटक देखाएर माओवादीलाई हराइदिने स्थिति बन्यो। अब चटकेहरूलाई राम्रोसँग चिन्न जरुरी छ। तपाईहरुले म त्यो भन्न चाहन्छु। म अब एउटा कुरा के गर्न चाहन्छु भने आदरणीय जनसमुदाय, 10 गते हाम्रो 30 गते वैशाख 30 गते हाम्रो अध्यक्ष कमरेड प्रचण्ड आउँदै हुनुहुन्छ जुम्लामा। पनि भनिन्छ उहाँलाई 10 वैशाख 30 गते जुम्ला बजारमा प्रचण्डलाई हामीले स्वागत गर्नेछौं। जनसभा पनि हुनेछ र पार्टीको हामीले के भनेका छौं भने 2टा कार्यक्रम हुनेछ। बिहान 7:30 बजे 7 बजेबाट शपथ, अहिले जिल्लाभरिमा वडादेखि लिएर गाउँपालिका साथीहरू उहाँहरूलाई शपथ ग्रहण गराउनु हुनेछ। अनि हामी सबै जो पूर्व प्रतिनिधिहरू छौं, हामी जो नेता कार्यकर्ताहरू छौं, समर्थक छौं, हामीले एउटा महासंकल्प गर्नेछौं। आन्तरणको महासंकल्प, एकताबद्धताको महासंकल्प हामी गर्नेछौं। अध्यक्ष कमरेडसँग हामीले सहभोजन पनि भनेका छौं। अनि प्रचण्ड कांग्रेससँग हामी बसेर सहभोजन पनि गर्नेछौं। शहीद परिवारहरू तपाईहरु सबै आउनु होला, घाइते योद्धाहरू आउनु होला, पूर्व जनप्रतिनिधिहरू आउनु होला, पार्टीका नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरू आउनु होला। त्यो महासंकल्पमा तपाईहरु सबै सहभागी बन्नुहुनेछ। फोटो सेसन हुनेछ। काठमाडौँ गएर पनि फोटो खिच्न पाइँदैन, समय नै मिल्दैन। तर अध्यक्ष कमरेडलाई हामी यही जुम्लामै ल्याएर तपाईहरु सबैको फोटो खिच्ने र फोटो तपाईहरुलाई पठाइदिन्छौं। हामी कतिपय त्यही दिन्छौं र पुगेन, टाइम कम भयो भने तपाईहरुलाई घर घरमा हामी फोटो पठाइदिन्छौं। एउटा फोटो प्रचण्ड सहितको फोटोको किताब पनि हामी निकाल्छौं, तपाईहरुलाई घर घरमा राख्नुहुनेछ। त्यसको लागि केही तपाईं हामीले सहभोजदेखि लिएर प्रमाणपत्र अनि रातो क्याप, प्रचण्डको फोटो अंकित रातो क्याप लगाउने छौं हामी। र
बिल्ला पनि हुनेछ। हाम्रो चुनेको मान्छेको पुजै गर्दा पनि फरक पर्दैन। त्यसैले हामी हाम्रो कमान्डरसँग सहभोज सँगै खाने, सँगै हामी चाहिँ तपाईको उहाँलाई फोटो खिच्ने र परान धरालाको हामी उहाँलाई चाहिँ उहाँको क्याबमा हामी चाहिँ प्रचण्डको फोटो भएको क्याब लाउँछौँ, तर प्रचण्डले परान धरालाको फोटो भएको क्याब लाउनुहुन्छ, त्यो हामी दिन्छौँ। प्रचण्डको फोटो भएको क्याब, रातो क्याब प्रचण्डलाई हामी काठमाडौँ लगाएर पठाउँछौँ। यो गौरवको विषय हुनेछ। त्यो दिन अलिक फरक कार्यक्रम हुनेछ र ट्याग अथवा केही हाम्रो चाहिँ महान शहीद परान धरालाको तस्बिर भएको हामी ट्याग अथवा केही उहाँलाई उपहार दिनेछौँ। हामी सोच्दैछौँ हामी सबै प्रचण्डको फोटो भएको क्याब लगाउनेछौँ, हजारौं साथीहरू, तर परान धरालाको फोटो भएको क्याब अध्यक्षले लगाउनु हुनेछ। यो हाम्रो लागि गौरवको कुरा हुनेछ। त्यसैले मैले यति कुरा राख्दै त्यो दिनको कार्यक्रमलाई भव्य बनाउनका निम्ति मैले अपिल गर्दछु र माओवादी पटक पटक भनेका छौं, जुम्ला जिल्लाको 8 पालिकाहरूमा हामी एकपटक अपिल गर्छौं जनतालाई, विकास र समृद्धि कस्तो हुन्छ, विकास र समृद्धि गर्न के गर्नुपर्छ, जुम्लालाई समृद्ध जुम्ला बनाउनका निम्ति, उन्नत जुम्ला बनाउनको लागि, आधुनिक जुम्ला बनाउनको लागि र पर्यटकीय जुम्ला बनाउनको लागि के गर्नुपर्छ भन्ने कुरा माओवादीले देखाएको छ र फेरि पनि देखाउँछ। 8वटा पालिका, 2टा प्रदेश निर्वाचन क्षेत्र संघ जिताएर माओवादीलाई देखाउनुहोस् अनि अहिलेका जस्तो हल्लाखोरहरूको पछाडि नलाग्नुहोस्। हल्ला गरेर हुँदैन, भिजन र सल्लाह चाहिन्छ, विवेक चाहिन्छ, अनुभव चाहिन्छ, विकास गर्नको लागि संकल्प चाहिन्छ भन्ने कुरा हामी देखाइदिन्छौं। यो नारा लिएर जाउँ हामी त्यो दिन। त्यो आवाज सहित धन्यवाद।